आज हामी लिगलिजमको बारेमा सिक्नेछौँ। के हो लिगलिजम भनेको? कुनै पनि कुरा जुन परमेश्वरको वचनले हामीलाई स्वतन्त्र दिएछ तर हामी आत्मिक देखिनको निम्ति गर्दैनौँ भने त्यसलाई लिगलिजम भन्छ। जस्तो कि जस्तै बुङ्गुरको मासु पुरानो नियममा हामीलाई नखानु भनेको छ तर नयाँ नियममा हामीलाई स्वतन्त्र दिएको छ। रोमीको 14:14 मा यसो लेखेको छ, नथिङ इज अनक्लिन बाई इट्सेल्फ। मतलब कसरी? यदि मैले बुङ्गुरको मासु अशुद्ध छैन भनेर सोचेर खाएँ भने अशुद्ध नहुने रे। यदि मैले अशुद्ध छ भनेर सोचेर खाएँ अशुद्ध हुने रे। कसरी? रोमीको 14:14 मा यसो लेखेको छ, म जान्दछु र प्रभुमा मलाई निश्चय छ कि कुनै कुरा पनि आफैमा अशुद्ध छैन, तर जसले त्यो अशुद्ध ठान्छ त्यसको निम्ति त्यो अशुद्ध हुन्छ। यदि मैले बुङ्गुरको मासु अशुद्ध सोचेँ भने त्यो मेरो निम्ति अशुद्ध हुन्छ, अरूको निम्ति नभए पनि। यदि यस्तो हो भने म त कुनै मासुले नि अशुद्ध सोच्दिनँ। तर यो कसरी हुनसक्छ? जुन कुरा पुरानो नियममा अशुद्ध थियो अब चाहिँ शुद्ध रे। कसरी? हामीले यो कुरा बुझ्नुपर्छ कि रोमीको पुस्तक त्यो व्यक्तिले लेखेको हो जो पहिला कठोर यहुदी थियो। पावलले पुरानो नियम राम्रोसँग पढेको र बुझेको थियो अनि त्यही पावलले अहिले नयाँ नियमको विश्वासीलाई भन्दैछ अब कुनै कुरो अशुद्ध छैन, तर जसले त्यो अशुद्ध सोचेर खान्छ त्यसको निम्ति चाहिँ अशुद्ध छ। यसकारण कलोसीको पुस्तकमा लेखेको छ यी सबै कुरा आउने कुराको छाया मात्रै हुन्, वास्तविक ख्रीष्ट हुनुहुन्छ। सही भने यसकारण हामीले पुरानो नियमको शुद्ध अशुद्ध अब पालन गर्नु पर्दैन, किनभने वचनमा लेखेको छ जे बाहिरबाट भित्र पस्छ त्यसले हामीलाई अशुद्ध पार्दैन, तर जे भित्रबाट बाहिर निस्किन्छ त्यसले हामीलाई अशुद्ध पार्छ। त्यसो चुरोट खान नि मिल्छ। वचनमा यसरी पनि लेखेको छ, अल थिङ्स आर लफुल टु मी बट अल थिङ्स आर नट हेल्पफुल। यसको मतलब म त्यही काम गर्छु जसले मलाई फाइदा दिन्छ। जस्तो मासुले हामीलाई न्युट्रिसनहरू दिन्छ तर चुरोटले हामीलाई के फाइदा दिन्छ र? यसको मतलब हामीले खाना मिल्दैन भनेर होइन, तर त्यसले हामीलाई कुनै फाइदा दिँदैन, यसकारण हामीले खाँदैन। तर यदि कसैले बुङ्गुरको मासु या कुनै पनि स्पेसिफिक कुरा खाँदैन भने हामीले के गर्ने? खा भन्ने होइन, वचनमा लेखेको छ जसले अशुद्ध सोच्छ त्यसको निम्ति अशुद्ध हुन्छ। यसकारण हाम्रो भाइले कुनै पनि कुरा अशुद्ध सोच्छ भने हामीले उनीहरूलाई खाना लगाउनु हुँदैन। यदि हामीले खाना लगायो भने हामीले आफ्नो भाइको विवेकलाई अशुद्ध पारेकोमा हामीले ख्रीष्टको विरुद्धमा पाप गरेको हुन्छ। कहाँ लेखेछ? कोरिन्थी 8 मा यसो लेखेको छ, अब यसरी आफ्नो भाइहरूको विरुद्धमा पाप गर्दा र तिनीहरूको दुर्बल विवेकलाई चोट लाउँदा तिमीहरू ख्रीष्टको विरुद्धमा पाप गर्छौ। त्यसो भए के गर्ने त? सकिन्छ भने उसको अगाडि नखाने, यदि खाए पनि उसलाई चाहिँ खाना नलगाउने। शुद्ध र अशुद्ध बुङ्गुरको मासु मात्रै लागु हुन्छ कि अरूमा पनि? वचनमा लेखेको छ नथिङ इज अनक्लिन बाई इट्सेल्फ। नथिङ भनेपछि सबै कुरामा लागु हुन्छ, या त समथिङ भन्नु पर्यो। समथिङ भनेको कतिमा हुन्छ कतिमा हुँदैन, तर वचनमा लेखेको छ नथिङ इज अनक्लिन बाई इट्सेल्फ। नथिङ भनेपछि सबै कुरामा लागु हुन्छ। केएफसी चिकनमा पनि लागु हुन्छ। क्रिसमस मान्नुहुन्छ कि हुँदैन र मूर्तिलाई चढाएको खानेकुरामा पनि लागु हुन्छ। लागु हुन्छ, लागु हुन्छ। किनभने कतिले भन्छ है हामीले केएफसी खानु हुँदैन किनभने केएफसीले लिलित डिमनलाई प्रमोट गरेर। तपाईँले के भन्नुहुन्छ? वचनमा लेखेको छ पृथ्वी र पृथ्वीमा भएको सबै कुरा परमेश्वर हो। यदि पृथ्वीमा भएको सबै कुरा परमेश्वरको हो भने केएफसी पनि परमेश्वरकै हो। यस, आई एम स्पिकिङ यु द ट्रुथ। यस यस, सबै कुरा परमेश्वरको। तपाईँले बोलेको वचनले हामीलाई स्वतन्त्र पारिदिन्छ यार। लेखेको छ ख्रीष्टले हामीलाई स्वतन्त्रताको निम्ति स्वतन्त्र पार्नु भएको हो।